नमस्कार, म शङ्कर प्रसाद बस्ताकोटी यहाँहरूलाई मेरो युट्युब च्यानल रियल गाइड टु इङ्ग्लिस ग्रामरमा स्वागत गर्दछु। अहिले हामी प्र्याक्टिस मेक्स पर्फेक्ट यो लघु श्रृङ्खला अन्तर्गत रिपोर्टेड स्पिच पढ्दैछौँ। आज 16औं दिन हामी मोडल अक्जुलरी भर्ब प्रयोग गरेको क्वेशनलाई चाहिँ कसरी रिपोर्ट गर्ने भनेर आज पढ्छौँ। जस्तो अब हामीले डु दिस भनेर भन्यो भने अंग्रेजीमा हामी डु दिस भनेर भन्यो भने यो सधैँ हामी भन्दैनौँ, यो आदेश दिएको जस्तो हुन्छ। कहिलेकाहीँ हामी के भन्छौँ, कुड यु प्लिज डु दिस भनेर अनुरोध गर्छौँ। यो अलिकति पोलाइट बनाउँछौँ। र हामीले रिपोर्ट गर्दाखेरि के याद गर्नुपर्छ भने अर्थलाई हामीले रिपोर्ट गर्ने हो, खालि शब्दलाई मात्र रिपोर्ट गर्ने होइन। यदि रिक्वेस्ट छ भने त्यसलाई रिक्वेस्ट जस्तै गरेर रिपोर्ट गर्नु पर्यो, प्रश्न जस्तो गरेर रिपोर्ट गर्ने होइन। जस्तो अब मोडल क्वेशन छ भने जस्तो क्यान, मे, सुड आदि प्रयोग गरेको मोडल क्वेशन चाहिँ कसरी रिपोर्ट गर्ने त? नर्मल हिसाबले गर्ने। जस्तो क्यान यु हेल्प मी गरे, यसलाई ही आस्क्ड इफ आई कुड हेल्प हिम। मे आई कम इन भन्यो, यसलाई ही आस्क्ड इफ ही माइट कम इन। यो सामान्य क्वेशन जस्तै गरेर रिपोर्ट गर्ने यसलाई। अब कुड र वुड प्रयोग गरेर कहिलेकाहीँ के हुन्छ, आदेश दिएको हुन्छ तर अलिकति लुकेको जस्तो, हेर्दाखेरि बडा शिष्ट हुन्छ, शिष्ट जस्तो, सभ्य जस्तो, पोलाइट, तर गरेको चाहिँ वास्तवमा अराएको हो। जस्तै कुड यु ओपन द डोर भन्यो भने के हो, ढोका खोल भनेको, तर अलिकति नरम भाषामा। यसलाई के गर्ने त रिपोर्ट गर्दा, ही आस्क्ड, सी आस्क्ड मी टु ओपन द डोर। अब यहाँ चाहिँ सी आस्क्ड इफ आई कुड ओपन द डोर गर्ने होइन, यो त के हो, कमान्ड हो, त्यसलाई कमान्ड अनुसारै रिपोर्ट गर्ने। अब क्वेशन हो कि रिक्वेस्ट हो। अब हामीले क्वेशन मार्क देख्दैमा यो क्वेशनै हो भन्न मिल्दैन। जस्तो वुड यु माइन्ड वेटिङ भन्यो, यो वास्तवमा के हो, रिक्वेस्ट हो। यो पोलाइटली तपाईँ पर्खिनुस् भनेको। त्यसो भए के गर्ने यसलाई, ही रिक्वेस्टेड मी टु वेट गर्ने। अब पोलाइट रिक्वेस्टलाई कसरी रिपोर्ट गर्ने त भन्यो भने जस्तो आस्क्ड, रिक्वेस्टेड अथवा बेग्ड जस्ता भर्ब प्रयोग गर्ने। र वाक्य संरचना कस्तो हुन्छ त भनेर सब्जेक्ट भयो, त्यसपछि रिक्वेस्टेड भर्ब प्रयोग गर्यो, अनि त्यस पछाडि अब्जेक्ट, अनि अब्जेक्ट पछाडि टु राखेर रिपोर्ट गर्ने। टु अनि भर्बको पहिलो रूप। जस्तो प्लिज प्लिज डोन्ट लिभ मी सी सेड, यसलाई के गर्ने रिपोर्ट गर्ने त, सी बेग्ड हिम नट टु लिभ हर। अब पर्मिसन अथवा कसैलाई अफर गर्यो, कसैसँग अनुमति माग्यो अथवा हेल्प गर्छु भनेर चाहिँ अफर गर्यो भने कसरी रिपोर्ट गर्ने त भन्यो भने जस्तो अफरलाई चाहिँ रिक्वेस्ट जस्तो, इम्पेरेटिभ सेन्टेन्स जस्तो रिपोर्ट गर्ने, अनि पर्मिसनलाई चाहिँ इफ सेन्टेन्स, यस नो क्वेसनको रिपोर्ट गर्ने। जस्तो स्याल आई क्यारी योर ब्याग, यो हेल्प गर्छु भनेको, अफर गरेको, कसरी रिपोर्ट गर्ने त, ही अफर्ड टु क्यारी माई ब्याग गर्ने। तर क्यान आई लिभ अर्ली, यो के हो त, यो पर्मिसन हो, यसलाई चाहिँ यस नो क्वेसन जस्तै रिपोर्ट गर्ने। जस्तो ही आस्क्ड इफ ही कुड लिभ अर्ली। नेगेटिभ क्वेसनले के व्यक्त गरे हुन्छ त, प्राय सरप्राइज, आश्चर्य व्यक्त गरे हुन्छ। जस्तो डोन्ट यु लाइक टी गर्यो, यसलाई चाहिँ हामीले यस नो क्वेसन जस्तै रिपोर्ट गर्ने। ही आस्क्ड इफ आई डिन्ट लाइक टी, यो नटले के गर्छ त, यो सरप्राइज फिलिङ जुन छ नि त्यसलाई कायमै राख्छ। जस्तो 2-3 वटा रिक्वेस्ट गर्यो भने कसरी गर्ने त, कसरी रिपोर्ट गर्ने। जस्तो ही आस्क्ड मी टु गर्ने, अथवा एडेड द्याट आई सुड गर्ने, अथवा फर्दर रिक्वेस्टेड द्याट गर्ने। जस्तै प्लिज सिट डाउन एउटा वाक्य हो, यु सुड रिल्याक्स अर्को, कुड यु टेल मी योर स्टोरी अर्को हो। यसलाई के गर्ने त, पहिलो वाक्यलाई रिक्वेस्ट जस्तो गर्ने, ही रिक्वेस्टेड मी टु सिट डाउन। दोस्रोलाई स्टेटमेन्ट जस्तो गरेर गर्ने, एडेड द्याट आई सुड रिल्याक्स। अनि अर्कोलाई चाहिँ फेरि रिक्वेस्ट जस्तो, एन्ड फर्दर आस्क्ड मी टु टेल माई स्टोरी। अब हामी एकचोटि अभ्यास गरी हेरौँ। तलको वाक्य क्वेसन हो कि रिक्वेस्ट हो, उसले खास सोधेको हो कि अनुरोध गरेको। 1 कुड यु टेल मी द टाइम गर्यो, यो के त, अनुरोध गरे होइन, यो त प्रश्न गरेको, समय मलाई कति बजे भनिदिनुहुन्छ भनेको, यो क्वेसन हो। कुड यु लेन्ड मी 5 पाउन्ड्स, मलाई 5 पाउन्ड सापट दिनुहुन्छ, 5 रुपियाँ सापट दिनुहुन्छ, यो वास्तवमा उसले अनुरोध गरेको। वुड यु माइन्ड मुभिङ योर कार, तपाईँ यो कार अलिकति हटाइदिनुहुन्छ कि भन्यो।
यो पनि के हो रिक्वेस्ट हो। अब अर्को वेयर इज द स्टेसन, यो के हो यो चाहिँ क्वेसन, उसले जान्नै खोजेको स्टेसन जाने बाटो कहाँ छ भनेर सोधेको अथवा स्टेसन कहाँ छ भनेर सोधेको। अब अर्को तलको वाक्यलाई चाहिँ हामीले रिपोर्टेड स्पिचमा बदल्नुस्। 1 shall I carry your bags, he offered। अब के गर्ने त he offered गर्यो अनि to carry my bags गर्यो 2 मा। can you be quiet please, अबलाई चाहिँ the teacher asked us अनि अर्को के गर्ने to ले जोड्ने to be quiet। 3 मा would you like to come to my party गर्यो she invited me to go to her party। संक्षेपमा हामीले महत्त्व केलाई दिनु पर्यो त स्पिकरले के जान्न खोजेको भनेको उसले इन्फर्मेसन मागेको हो कि एक्सन गरेको हेर्ने। जस्तो अब सामान्य हिसाबले क्यानलाई कुड गर्ने हो, मेलाई माइट गर्ने हो, रिक्वेस्ट छ भने रिक्वेस्टेड अथवा आस्क्ड मी टु गर्ने, अफर जस्तो स्याल आई गरेर अफर गरेको छ भने यो अफर टु गर्ने। तपाईहरु मेरो च्यानललाई सब्स्क्राइब गर्नुस्, शेयर गर्नुस् र हेर्नुस्। र अर्को दिन हामी एटिट्युड, हेजिटेसन र अग्रिमेन्ट कसरी रिपोर्ट गर्ने भनेर हामी पढ्छौं। धन्यवाद।